हेलो गाइज, दर्शन नमस्ते। साथै स्वागत छ मेरो यो युट्युब च्यानलमा। आज चाहिँ म करिब हप्ता 10 दिनको लागि चाहिँ हस्पिटल बस्ने तरिकाले चाहिँ हिँड्न लागेको। अब कारण चाहिँ माथि थम्बनेलबाट पनि लगभग गेस गरिसक्नु भयो होला है। यता सामानहरू बोकेर अब हस्पिटल हिँड्ने तयारीमा छु। ल अब हामी हस्पिटलको यात्रा चाहिँ यहाँबाट सुरु गरौँ। हामी चाहिँ घरबाट निस्केको हस्पिटल जानको लागि भर्खर जाँदैछौँ। हामी चाहिँ हस्पिटल कहाँ जानुपर्ने रे? खङ्जु। हामी चाहिँ बस्ने कता छल्लाबुग्दो। अनि कस्तो नराम्रो देखा फेरि मान्छेको चस्मा। अनि हामी हस्पिटल जाने चाहिँ छल्लानाम्दो खङ्जु। हामी बस्ने गाउँ हो गाइज हैन। कोरियामा अहिले चाहिँ एकदमै फुलको सिजन है। फुलहरू मध्ये पहिलो सिजन भनेको यो साकुरा फुल, पयुँको फुल। बाटैभरि कस्तो राम्रोसँग फुलिरहेको रहेछ। पयुँको फुल हेर्दै हेर्दै हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्यौँ है। यो बाटो हिँडेको त धेरै भयो है। विगत झन्डै 1 वर्षदेखि हरेक महिनाको 2 चोटि त अनिवार्य हिँडिरहेको छौँ। तर आज चाहिँ छुट्टै आनन्द, छुट्टै एक्साइटमेन्ट छ। त्यसकारण यसो बाटोमा जाँदा जाँदै टिकटक पनि बनाइदिउँ न त भनेर यसो बुढाबुढी मिलेर साकुराको बोटमुनि बसेर एउटा दुईवटा टिकटक बनायौँ। अनि त्यसपछि फेरि टिकटकहरू बनाइसकेपछि फेरि हामी चाहिँ आफ्नै गन्तव्यतिर लाग्यौँ। 요금 2,100원이 과금되었습니다. 잔액이 33,200원입니다. हस्पिटल चाहिँ आइपुग्न आँट्यो। 전방에 사고 나갈 구간입니다. 전방에 주정차 위반 단속 구간입니다. W6병원. 전방에 주정차 위반 단속 구간입니다. मेरो छोरा जन्मिने यही हो। ल हामी चाहिँ अब लगभग कोठाबाट झन्डै 1 घन्टा हिँडिसकेपछि चाहिँ हस्पिटल आइपुगेको छौँ है। अनि यो हस्पिटलमा चाहिँ खै किन हो अरू हस्पिटलहरूमा भन्दा निकै बढी प्याक हुने है। पार्किङ पाउन एकदम गाह्रो हुने। आज पनि पार्किङ बेसरी प्याक रहेछ। उतै के भन्छ उतै छिर्ने ठाउँबाट नै एकदमै पार्किङ खोज्दै माथि आइपुग्यौँ र पनि भेटिएन। फेरि तलबाट यता छिर्ने ठाउँनिरबाट नै फेरि 1 राउन्ड लगायौँ है। अब यतातिर फेरि पार्किङ गर्न नमिल्ने। अनि जाँदा बल्ल ठ्याक्कै यही हस्पिटलको त्यहाँनिर चाहिँ गेटैनिर पार्किङ भेटियो। ल अब चाहिँ हामी गाडी पार्क गरियौँ। अब हस्पिटलभित्र जान्छौँ अनि त्यसपछि के हुन्छ देखाउँछु है त। मेरो बुढीको चाहिँ खास नर्मल डेलिभरी हुँदैन, के भन्छ सिएस गर्नुपर्छ भनेर अघिल्लो हप्ताको चेकिङमा नै भनिसकेको थियो। त्यसकारणले हामीले चाहिँ अब हस्पिटल भर्ना गरे, कोठा लिए। त्यसपछि हामी चाहिँ आफ्नो डाक्टरलाई भेट्न गएँ डाक्टर क्याबिनतिर। अनि डाक्टरलाई भेटेर त्यसपछि आज नै त्यहाँ भर्ना पनि गरेँ। अनि यो चाहिँ अब अपरेसन थिएटरभित्र लानुभन्दा अगाडि के औषधिहरू चढाउँदो रहेछ। त्यसपछि अनि अपरेसन थिएटरमा एकदमै जान तयारी। त्यसपछि मलाई चाहिँ अब भित्र जान दिएन, बाहिर कुरेर बस्न भने है। अनि म चाहिँ कुर्दा एकदमै छटपटी लाग्यो है। अनि लगभग
आधी घन्टा जति कुरिसकेपछि अनि पुरा नर्सले चाहिँ हातमा मेरो छोरो लिएर आयो। लो फाइनल्ली निकै लामो पर्खाएपछि मैले मेरो छोरोलाई देखेँ है त। ल छोरोलाई देखेँ, यताउति के भन्छ छोएर लिन चाहिँ पाएन है। कोरियाको हस्पिटलहरूमा यो एउटा नियमै रहेछ, जन्माउने बित्तिकै हामीलाई चाहिँ नदिँदो रहेछ। यसरी छुट्टै के भन्छ बेबीहरू राख्ने एउटा छुट्टै रुम हुँदो रहेछ, अनि त्यहाँ राखेर हामीलाई चाहिँ सिसा बाहिरबाट मात्रै यसरी देखाइदो रहेछ। निकै लामो पर्खाएपछि छोरोलाई देखिए है। अनि केही भन्छु होला केही बोल्छु होला भनेको, तर अलिक इमोसनल भइदिएर चाहिँ खासै मेरो बोली चाहिँ फुटेन त्यो बेला। ल आजबाट चाहिँ अब हाम्रो 1 हप्ताको लागि हस्पिटल बसाइ सुरु भयो होइन। अब यसरी डेलिभरी भए पश्चात आमा बच्चालाई लिएर हस्पिटल बस्दाखेरि के हुँदो रहेछ, के गर्न पर्ने रहेछ होइन। मेरो यो हस्पिटल बसाइ सम्बन्धीको अनुभव चाहिँ म अर्को भिडियोमा नेक्स्ट भिडियोमा तपाईँहरूसँग सेयर गर्नेछु है। आजलाई चाहिँ यो भिडियो यति नै। यो भिडियो जानी नजानी मैले पनि यसरी खासै एडिटहरू गर्न पनि आउँदैन, हल्का फुल्का जोडजाम गरेर बनाएको छु। मन पर्यो भने यसो 1 लाइक गरिदिनु होला, अनि लाइक नगरे पनि यो नयाँ युट्युब च्यानल भएको कारणले गर्दाखेरि 1 सब्सक्राइब चाहिँ जसरी नै गरिदिनु होला है त। ओके, सी यू गाइज।